आज युएसएसँग हाम्रो होम ग्राउन्डमा अन्तिम म्याच। हामीले आज अन्तिम म्याचमा चाहिँ लन चाहिएन है, लन हामीलाई चाहिँदैन। विन हुनु पर्यो जसरी भए पनि, किनभने हाम्रै होम ग्राउन्डमा म्याच छ, एडभान्टेजहरू हामीलाई धेरै छ, हाम्रै होम ग्राउन्डमा म्याच छ। आजको अन्तिम म्याच, यो अन्तिम म्याच हो आजको हाम्रो होम ग्राउन्डमा। आज यो हाम्रो अपर्च्युनिटी जस्तो पनि हो। आजको म्याच यदि हामीले हार्यो भने, यदि नेपाल युएसएसँग आजको म्याच हार्ने हो भने यो त यस्तो हुनेछ कि युएसएलाई 2टा पोइन्ट दान गरे जस्तो हुनेछ के। युएसएलाई 2टा पोइन्ट दान, लैजा त मलाई चाहिएन भने जस्तै हुनेछ है। आजको म्याच त्यो हार्ने हो भने नेपालले युएसएसँग त्यस्तै हुनेछ। तर यति पनि नभनौँ, यति पनि दान गरे जस्तो हुनेछ पनि नभनौँ, किनभने नेपाल पनि भयङ्कर ठुलो टिम त होइन। यदि कम्पेरिजन गर्ने हो भने त युएसए नै अगाडि छ। सिडब्ल्युसी लिग 2 को जुन टेबल पोइन्टलाई उठाएर हेर्ने हो भने युएसएले 27 म्याचमा 19 विन गरेको छ, 19 चोटि जितेको छ, खालि 8 चोटि मात्र हारेको छ कि युएसए। अनि नेपालले त्यही 27 म्याचमा 10 चोटि मात्र जितेको छ, 15 चोटि हारेको छ। कम्पेरिजन गर्ने हो भने त युएसए धेरै अगाडि छ। युएसएले धेरै राम्रो कारनामा गरेछ नेपालभन्दा। तर नेपाललाई यो अन्तिम मौका जस्तै हो, चान्स जस्तै हो, यो गुमाउनु भएन। त्यो गुमाउनु भनेको त 2टा पोइन्ट गुमाए जस्तो हो नेपालले। मैले भनिसकेँ अघि नै, 2टा पोइन्ट त्यो दान गरे जस्तै हो युएसएलाई। यदि तपाईँलाई चान्स मिलेको छ, त्यो चान्स पनि खेर फाल्नुहुन्छ भने त फेरि त यो ओडिआई वर्ल्ड कप 2027 को ओडिआई वर्ल्ड कप खेल्ने सपना भुले पनि हुन्छ। अब आज मौका छ, यदि आज 2 पोइन्ट गुमाउने हो भने त फेरि हामीलाई त 2 पोइन्ट घाटा भइहाल्छ। त्यसैले आज नेपालीहरूले केही गल्ती नगरिकन जसरी पनि जित्नुपर्छ। सबै प्लेयरहरू फर्ममा छन्, लगभग फर्ममा नभएका प्लेयरहरू पनि फर्ममा आएका छन्। अब टुकटुक हाम्रा कप्तान सर पनि फर्ममा आउनु भएको छ। उहाँले पनि योभन्दा अघिल्लो म्याचमा सेन्चुरी भनिरहेको छु, हाफ सेन्चुरी लगाएका छन्। त्यस्तै गरेर अब दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानेको त के कुरा गर्नु, उनी त पहिलेदेखि फर्ममा छन्। ललित राजवंशीलाई सबै ट्रोल बनाइरहेको थिए, ललित राजवंशी पनि फर्ममा आइसकेका छन्, उनले पनि 4 विकेट लिए। त्यसैले नेपालको अहिले ब्याटिङ राम्रो देखिएको छ, ब्याक टु ब्याक 2टा जितेर पनि आएको छ म्याचहरू र अलिक कन्फिडेन्स पनि हाई छ। जित्नुपर्ने दबाब पनि छ र यो चान्स पनि हो, मौका अवसर पनि हो। यदि यो गुमाउने हो भने त्यसपछि चाहिँ मलाई चाहिँ लाग्दैन नेपालले 2027 को ओडिआई वर्ल्ड कप खेल्नलाई क्वालिफाई गर्छ भन्ने कुरा लाग्दैन।